लगे बाढी आएर ओए सब खोला परेर गेला ओए ओए ओला जित्तालाई निकालौ जित्तालाई जाऊ सेफ्टी सर माथि 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 ओए माथि ओए ओए हो फेरि गाडीमा छ दैट ओ शिट म्यान दाजु ए फेङ्लामा छ भतिको यार अझै गाडीमा उल्टो खसिछन् आशा बताओ बे गाडी 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 आशा टाइम बाद तोलो दा सिapa macam hujan bacul baca hulung talong ba दालो को सापो उतार गाडी सपा ओ सरबा हिसाबला पानी नाम है हेलो दाइ हामीले के भने अब गाडी जोगाउन सकेन हाम्रो चितङ दोस्रो गाडी यहाँ परेछ हाम्रो हेलो टिमुरे बजार लगे बाढी आएर हेलो टिमुरे बजार लगे बाढी आएर खतम बनाए खोइ कहाँ मान्छे खोइ तलै छ भने उ ल ओए चिरबाग आज स्याप्रुपेचीबाट ल ओए त्रिशुल नदी बाढी आएको माथि माथि भाग छिरबाग माथि र ओए भाग ओए यासी ओए धेरै नै ठुलो आएको छ अचानक विपत्ति आयो ओए मेरो पहिरो आउँछ नि यासी ओए भाग छिन कतै माथि आयो ओए जुउ धेरै नै ठुलो आएको छ ओए भाग ओए छिटो भाग पिना ओए अब त उता है मामा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएछ आमामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल ल त्रिशुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता आऊ आमामा यार बजारै गयो यार यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार
नदीको मेन बजार जुन चाइना हुँदै काठमाडौँ जाने बाटो बजार थियो यहाँ अब अहिले केही पनि छैन हेर्नुहोस् यहाँ हामी यहाँ उद्धारका लागि हामी आइसकेका छौँ तैपनि केही पनि कुनै पनि मान्छे पनि हुनुहुन्न फर्किन्छ यहाँ भित्र केही पनि छैन बसभित्र हेर्नुहोस् र के झोलामा त मान्छे छैन सर यता यस्तो छ अवस्था यो बजार हो हामी यहाँ सकेसम्म आफ्नो गर्दैछौँ यो भाइहरू साथीहरू दुःखद खबर यो पेत्रावती रसुवा जिल्ला यिन हुने मेन मुख्य तलको सुरुको बजार हो अहिले केही पनि छैन यहाँ हजुर देख्न सक्नुहुन्छ हुन्छ सर